सुरुमा जब सानो हुँदाखेरि कोहीसँग मन पर्यो होला, फोनमा कुरा गर्यो होला, त्यो कुरा गरिरहँदा डाँटबाट कतिको रोकआउट आयो अथवा मोबाइल नै फोड्ने खालको, मोबाइल खोसिने खालको त्यो खालको घटना तपाईँको रियल लाइफमा भयो भएन? मम्मी उयो हुनुहुन्छ भनेर मलाई घर कुट्नुहुन्छ है। स्कुलमा पढ्दाखेरि आफूले मन पराएको केटाले नमन पराइदिने, आफूले पेन माग्दाखेरि नदिने, अनि इक्जाममा देखाइदियो भन्दाखेरि नदेखाइदिने। अस्ति पनि भयो त्यस्तै, इक्जाममा देखाइदियो भनेको देखाइदिँदैन। यस्तो चोट चाहिँ खाइराखेको छ। 7 जन्मसम्म प्रेमी प्रेमिका सँगै बसेको पनि साइन्टिफिकली अहिलेसम्म प्रुभ भएकै छैन र बाउमा पनि एउटा जुनी भइसकेपछि अर्को जुनीमा उही बाउमा नहुने भन्ने पनि अहिलेसम्म प्रुभ भएकै छैन। त्यही भएर यो अहिलेको यो जुनीमा जो हुनुहुन्छ उहाँहरूसँग इन्जोय गरेर बस्ने सोचमा छु म। स्क्रिप्ट पढेरै राम्रो लागेर त्यो पात्रमा चाहिँ आफू देखेर सबै चिज सम्झौता अनुसार नै गरे। मेरो भूमिका जति छ म त्यससँग चाहिँ सन्तुष्ट छु एकदम। डुब्ला भनेर चाहिँ मुभी बनाएको होइन, केही राम्रो होला भनेर बनाएको। अनुग्रह ज्वेलर्स, शुद्ध सुनको ग्यारेन्टी। सुख दुःख बिसाउने साझा चौतारी, विशाल चौतारी। गोर्खा मिनी मार्केट सुन्दन युगे विगत 16 वर्षदेखि तपाईहरूको विश्वास जित्दै अगाडि बढ्दै। काठमाडौँ ज्वेलर्स, परिवारसँग परिवार जोड्दै। अलिकति महँगो भयो जस्तो लागेको छ। बजेट चल्नु पर्ने हुन्छ है। हाम्रो साथी नै हुनुहुन्छ, म माइन्ड गर्नुहुन्न मलाई लाग्यो। यसलाई चाहिँ कभर अप भन्छ। चलचित्र चाहिँ जन्ते बाख्रा एकदम रमाइलो चलचित्र बनेको छ। सुटिङको दौरानमा चाहिँ एकछिन पनि हामीलाई बोर लागेको थिएन। भनेपछि अहिले सुनेको थिएन, अहिले के भन्यो अहिले सुने होइन, अहिले फेरि भन्छु म। एकदम रमाइलो भएको छ फिल्म चाहिँ। हामीले काम गर्दाखेरि नै एकदमै इन्जोय गरेर काम गरेका हौँ। त्यही भएर चाहिँ दर्शकले पनि मन पराउनुहुन्छ भन्ने आशा छ, अपेक्षा छ। तर अब दर्शकको टेस्ट अनुसार म्याच होला नहोला त्यो त अब भोलि रिलिज भएपछि थाहा हुन्छ। तर हामीले मेहनत गरेर बनाएको चलचित्र हो, तपाईँहरूले पनि मन पराउनुहुन्छ। तपाईँको के छ भने चलचित्र कस्तो भएको छ? सबैजना मिडिया कर्मीहरू, जतिजना अतिथिहरू यहाँ आउनुभयो, सबैजनालाई धेरै धेरै धन्यवाद। सबैजनालाई धेरै धेरै धन्यवाद। अब सबैजनाले बोलिसक्नुभयो, दाइले बोलिसक्नुभयो। म यहाँ बोल्नुपर्ने केही पनि छैन। हामीले मिहिनेत गरेर गरेको फिल्म रिलिज हुँदैछ 23 गतेदेखिबाट। आशा छ हजुरहरूले सपोर्ट गरिदिनु हुनेछ र अब फिल्म कस्तो लाग्नेछ प्रतिक्रिया दिएर मलाई चाहिँ पर्सनल्ली मेरो करियरको ग्रोथको लागि पनि हजुरहरूले सल्लाह सुझावहरू दिनुहुनेछ भन्ने आश गरेको छु। त्यही नै हो। अब ट्रेलर आएपछि अब ट्रेलरले के भन्छ अनि त्यही अनुसारले बोलाउनु है। हस् ल, पहिला पोस्टर आउँदा हेरीको असन्तुष्टिबाट जाउँ होइन, र अहिले कतिको सन्तुष्ट हुनुहुन्छ बिचैमा आउनु भएको छ? यस्तो छ, मैले त्यो पोस्टर मैले पाइसकेपछि चाहिँ माथि चाहिँ जन्ते बाख्रो चलचित्रमा सानो भूमिका निर्वाह गर्ने मौका पाएको छु भनेर भनिसकेपछि सानो भूमिका भनेर त्यसलाई चाहिँ अलग ढङ्गले लियो होइन। अब मैले त्यस्तो केही कन्ट्रोभर्सियल कुरा गर्न खोजेँ होइन, केही मन नपरेर भने होइन। जति रोल छ त्यो अलि हम्बल हुन खोजेको होइन, सानो रोल गरेको छु मैले यसमा भनेर भन्न खोजेको। यहाँ अर्कै तरिकाले लियो, अरू त खास के होइन। डाइरेक्टरले पनि मलाई फोन गर्छ, के भयो यहाँ त धेरै प्रश्नहरू आइरहेको छ त भन्नु, प्रड्युसर पनि केही छ सर तपाईँलाई भनेर भन्नु, केही पनि छैन खासै, त केही त्यस्तो समस्या त केही पनि थिएन। रोल सानो ठुलो भन्ने हुन्छ र? रोल सानो ठुलो भन्ने हुन्छ? एक सिन खेल्ने पनि महत्त्वपूर्ण हुन्छ। प्रदीप भारद्वाजले भन्नुहुन्छ कथामा स्क्रिन प्लेमा एक सिनको कति महत्त्व हुन्छ, सानो ठुलो हुन्छ भन्दा यो प्रदीपजी म भर्खर आएको छु, किन देखियो
एक सिन खेल्ने कलाकारको पनि तपाईँको स्क्रिन प्लेमा उत्तिकै महत्त्व रहला होइन सानो भूमिका भन्ने हुन्छ भूमिका त सानो ठुलो महत्त्व चाहिँ बराबर हो भूमिका सानो ठुलो मैले पढेको त्यो त अब म लेन्थको हिसाबले सानो ठुलो भनिदिन्छु होला तर जस्तो फुटेजको हिसाबले भूमिकाको हिसाबले त होइन यो स्क्रिप्ट पढेरै राम्रो लागेर त्यो पात्रमा चाहिँ आफू देखेर सबै चिज सम्झौता अनुसार नै गरे हो त्यसमा जति सिन थियो स्क्रिप्टमा त्योभन्दा बढी नै छ होला 1-2वटा कम चाहिँ छैन सो राम्रै छ भनौँ न त्यस्तो छैन होइन मेरो भूमिका जति छ म त्यससँग चाहिँ सन्तुष्ट छु एकदमै हजुर पोस्टरसँग पनि सन्तुष्ट डाइरेक्टरसँग पनि सन्तुष्ट प्रोड्युसरसँग पनि सन्तुष्ट यहाँ घटिमासँग पनि सबैसँग सन्तुष्ट असन्तुष्टि मेरो केहीमा पनि छैन बरु अलिअलि भोक लागिरहेको छ अहिले अब सोधि नै हालेपछि केही खानु पाऊँ भन्ने हो होइन भने त केही छैन कहाँ रियल लाइफमा कि रियल लाइफ रिलमा त्यो त जेठ 23 गते त्यही भन्दै भन्दा फेरि अब अर्को कुरामा जाऊँ न जस्तो यो फिल्मको रिलिज डेट सुरुमा एउटा आयो होइन अनि फेरि त्यस पछाडि अर्को आयो अनि फेरि अर्को आयो कि 3 पटक चाहिँ परिवर्तन भयो होइन पुरानो कन्टेन्टहरूमा पनि त्यो पुरानो डेटको चाहिँ यो थम्बनेल्सहरू अझै पनि छ क्या त्यसमा त्यो चेन्ज पनि भएको छैन होइन यस्तो खालको विरोधाभास निर्णय किन भयो तपाईँहरूबाट त्यो कन्फिडेन्ट किन रहेन होइन स्मार्ट मुभ एकचोटिलाई भनिन्छ होला 2 पटक 3 पटकसम्म किन यस्तो खालको स्मार्ट मुभ गर्नु भएको हो के कारणले हो आफ्नै प्रडक्टमाथि कन्फिडेन्ट नभएर हो कि डाइरेक्टर चाहिँ अहिले टेलिभिजन सोहरूमा बढी व्यस्त भएर सकिहालिन्छ नसक्ने कुरा केही छैन भन्ने कुरा भयो अनि सबै चिजको त्यो उहाँहरूले अब डिस्ट्रिब्युटर प्रोड्युसरदेखि लिएर आएर होल टिम बसेर चाहिँ ल ठिकै छ त्यसो 9 गते नै ल्याउँ नि त भन्ने कुरा होइन त्यसपछि हामीले 9 गतेमा सार्यौँ 9 गतेमा सारिसकेपछि अब किन जुन डेटमा ल्याए पनि सोलो रिलिज भन्ने पाइँदैन तपाईँहरूलाई थाहा छ कि नेपाली फिल्महरू अहिले यति बेसी बन्न थालेको छ सो हरेक हप्तामा मिनिमम पनि 2टा त रिलिज भइ नै रहेको छ नेपाली फिल्मले होइन त्यसमा त्यहाँ आएपछि हिन्दी फिल्म छँदैछ अङ्ग्रेजी फिल्म छँदैछ त्यो कम्पिटिसन छँदैछ तर सोलो रिलिज पाउँदैमा चाहिँ फिल्मको व्यापार राम्रो हुने र एकदमै 3-4वटा फिल्मसम्म आउँदाखेरि चाहिँ फिल्मको व्यापार राम्रो नहुने भन्ने चाहिँ हुँदैन त्यो कारणले गर्दाखेरि चाहिँ हामीले ल ठिकै छ नि त सबैको सल्लाह अनुसार हामी 9 गते आयौँ तर 9 गते आइसकेपछि चाहिँ फेरि हामीलाई पुरै मार्केटबाट प्रेसर आयो होइन किन यसो सानो एउटा डेट फिक्स गरिसक्नु भएको थियो तपाईँहरूले सो त्यो खालको हिसाबबाट चाहिँ होइन त्यो आफ्नो ओरिजिनल उसमै नै बस्नुहोस् न भन्ने कुराहरू अब रिक्वेस्टहरू आयो धेरै फिल्महरूकोबाट अनि त्यो भइसकेपछि फेरि हामी सल्लाह गऱ्यौँ किन अब इन्डस्ट्री एउटै हो होइन हामी सबै दाजुभाइ नै हौँ सबैजनाले के अरे मिलेर हातले मालो नै गरेर अगाडि बढ्यो भन्ने कुरा भइसकेपछि ल ठिकै छ हामी हाम्रो ओरिजिनल डेटमै जाँदाखेरि सबैलाई राम्रो हुन्छ भने वाइ नट अनि कुराहरू आयो सुझावहरू आयो गाली पनि गरे कतिले होइन एकचोटि डेट चेन्ज गरेपछि फेरि डेट चेन्ज यताउता त्यो नगरेर फिल्मलाई असर पर्छ भन्ने कुरा पनि आयो होइन अनि हामीले चाहिँ के भन्यो भने अब फिल्मलाई असर पर्ने भन्दा पनि फिल्म नै बोल्ने हो होइन सोलो रिलिज एउटा फिल्म सोलो रिलिजमा छ तर त्यो दर्शकहरूसँग कनेक्ट भन र दर्शकहरूले रुचाएनन् भने त्यो एक दिनमा अहिले त पहिला जस्तो पनि होइन नि त पानी पनि माग्दैन पोस्टर छापेको पैसा धरी पनि आउँदैन त्यो खालको सिचुएसन छ अहिले फिल्म भनेको दर्शकलाई मन पऱ्यो भने मन पऱ्यो भने खुस त्यो तपाईँहरूले अब मैले भनिराख्नु पर्दैन हजुरहरूले देखि नै राख्नु भएको उदाहरणहरू टन्नै छन् होइन सो त्यो कारणले गर्दाखेरि रिलिज डेटले केही फरक पर्दैन हाम्रो कर्तव्य हामीले गरेका छौँ र त्यही कर्तव्य अनुसार यदि फल राम्रोसँग पाइयो भने पाइन्छ पाएन भने हाम्रो एउटा कोसिस थियो होइन प्रयास थियो त्यसबाट सिकेर फेरि अर्को प्रयास फेरि गर्नेछौँ भन्ने खालको हिसाबमा हाम्रो सल्लाह भइसकेपछि फेरि हामी ब्याक टु हाम्रो ओरिजिनल डेटमा आयौँ भने मतलब टेक्निकली 3 चोटिको तपाईँको कुरा हो तर टेक्निकली चाहिँ हामी एकचोटि नै हो अगाडि रिभर्स गियर पछाडि गएर ब्याक टु ओरिजिनल आएको जस्तो भन्दा पनि हामी चाहिँ अगाडि आयो फेरि ब्याक टु हाम्रो ओरिजिनल डेटमै नै गयो खास त्यो कारणले कन्फ्युजन भएको हो तर त्यसमा हाम्रो टेक्निकलिटी इस्युजहरू अरू कुनै इस्युको कारणले चाहिँ हामीले सारेका होइनौँ साथीभाइहरूलाई नै हेल्प गर्ने एउटा हुन्छ नि मनसाय लिएर मिलेर जाउँ इन्डस्ट्री हो नेपाली फिल्म इन्डस्ट्री त्यसै यत्रो सानो छ त्यो सानो इन्डस्ट्रीमा किन कोलाहल मचाउने होइन सबैजना मिलेर नै जाउँ भन्ने
हाम्रो धारणा भएर हामीले डेट सारेका अब डाक्टर साहब तपाईँले अघि भनिहाल्नुभयो कोसिस हो भयो भने ठिक छ नभए पनि फेरि गरौँला पहिला पनि तपाईँका कोसिसहरू धेरै आए अब निर्माताले के भन्नुहुन्छ कोसिसमा यत्रो करोड रुपियाँ चाहिँ भने फेरि कोसिस गर्ने डाक्टर साहबको कोसिसले तपाईँलाई कति गर्छ होइन कोसिस लड्यो भन्दैमा त्यो हिँड्न छोड्नु हुँदैन होइन त्यो कारणले गर्दाखेरि प्रयास गर्दै जाँदाखेरि लडिन्छ पनि उठिन्छ पनि पछि फेरि अब दौडिन पनि सकिन्छ त्यो कारणले गर्दाखेरि कोसिसलाई छोड्नु हुँदैन कोसिस शब्द नै आफैमा एउटा चाहिँ नि धेरै राम्रो शब्द हो त्यो कारणले गर्दाखेरि उहाँले भनेको कोसिस हामीले भरपुर लगाएको यो मुभीमा सबै टिमले सबै टेक्निकल टिमदेखि लिएर हाम्रो कलाकार सबै होल टिमले चाहिँ नि कोसिस नै गरेका छौँ हामीले त्यो कारणले गर्दाखेरि राम्रो हुनेमा चाहिँ नि मैले चाहिँ एकदमै विश्वस्त छु त्यो कारणले गर्दा लगानी चाहिँ डुब्ला भनेर चाहिँ मुभी बनाएको होइन केही राम्रो होला भनेर बनाएको र त्यसमाथि पनि यो मुभीमा हामीले चाहिँ जस्तो कि कमेडी अघि उहाँले भने जस्तो लभ स्टोरीदेखि लिएर इमोसन्सहरू हामी तिनटै पार्टलाई चाहिँ हामीले राखेका छौँ जसरी हामीले शिवजीलाई त्रिमूर्ति भन्छौँ तिनवटा बेसमा चाहिँ जे चिज पनि अडाउन चाहिँ सजिलो हुन्छ त्यही नै फर्मुला हामीले अप्नाएका छौँ अवश्य पनि राम्रो हुन्छ किनभने अब जे चिजलाई पनि अडाउन तिनवटा चाहिँ एकदमै के भन्छ त्यसलाई एकदम त्यसले सहायता चाहिँ भरपुर एउटा बलियो एउटा चाहिँ आधार बन्छ त्यस्तै गरी हाम्रो मुभीको लागि पनि यो तिनवटा कुराको एकदम आधार छ र कोसिस डेफिनेटली हजुरले भने जस्तै कोसिस हामीले गरेका छौँ र कोसिस गरि नै रहनेछौँ त्यही नै गरिन्छ जस्तो आसिफ सर यत्रो वर्ष हो तपाईँ यो इन्डस्ट्रीमा हुनुहुन्छ होइन हिजो टेलिभिजनदेखि म्युजिक भिडियोदेखि लिएर फिल्म समेत बनाउनु भयो र खेल्नु पनि भयो कि तपाईँको सबैभन्दा ठुलो भोग भनेको मैले यत्रो वर्षदेखि मिडियामा लागेको 14 वर्षदेखि वाच गरिरहेको भनेको तपाईँलाई फिल्मको पर्दामा जम्नु छ कि होइन एकदम कम फिल्म छ नि तपाईँको हातमा गरिमाजी भर्खर आउँदै हुनुहुन्छ वेलकम गरिरहेको छ इन्डस्ट्रीले अनि प्रोड्युसरको टिमले डिरेक्टरको टिमले चाहिँ यो डेट भनेर अनाउन्स गर्छ तपाईँहरूको एउटा तयारी हुन्छ होला अब आउँछु होइन मिडियामा छाउँछु बोल्छु इन्टरभ्यू गर्छु फिल्मको कुरा गर्छु भन्ने सोच हुन्छ नि त अनि फेरि भ्याटै रिलिज डेट चेन्ज हुन्छ क्या त्यस्तो बेलामा के हुँदो रहेछ एउटा कलाकारको नाताले दुईजनालाई डेट चेन्जको हिसाबले कि बाहिर हेर्दाखेरि त भ्याट भए जस्तो हुन्छ तर हाम्रो चाहिँ वाट्सएप ग्रुप छ त्यहाँ सल्लाह नभइकन कसैले पनि भ्याट च्याट एकदम सल्लाह अनुसार गरे हुन्छ त्यही भएर चाहिँ मलाई चाहिँ त्यसले केही पनि समस्या पारेको हुँदैन किनभने पूर्व तयारी हुन्छ जस्तो आज यहाँ आउनको लागि पूर्व तयारी भए जस्तै कुनै पनि डेट अनुसारको हाम्रो आफ्नो तयारी चाहिँ छ होइन त सन्त सर कि अर्को पनि ग्रुप छ मेरो म राखेको छैन मलाई पनि त्यही हो मलाई चाहिँ बरु जेठ 9 गते रिलिज भइदिएको भए अलिकति प्रब्लम हुने खालको थियो मेरो अहिले 4थो वर्षको इक्जाम चलिरहेको छ फाइनल इक्जाम्स अनि 5 गतेदेखिबाट 16 गतेसम्मको रुटिन निस्क्यो जब हामीले रिलिज डेट चाहिँ जेठ 9 गते भनेर सार्यौँ अब बिचमा इक्जामको बिचमा त म कसरी अब प्रिपेयर हुन्छ नि त्यो अगाडिको प्रमोसन सबै कुराहरू हुन्छ म दुईवटा कुरालाई त एकैचोटि म लिएर अगाडि जानै सक्दिनँ त्यही भएर मलाई एकछिन चाहिँ ब्रेक चाहिन्छ केही समय चाहिँ मलाई ब्रेक चाहिन्छ भन्ने हिसाबले मैले दाइहरूसँग मैले रिक्वेस्ट गरेर एउटा मेरो रिक्वेस्ट पनि थपिएको कारणले चाहिँ जेठ 9बाट जेठ 23 सम्म पुगेको होला जस्तो लाग्छ मलाई त्यस्तो पापडै दिनु परेको चाहिँ छैन होइन म खासै किचनमा काम गर्नु मन पराउने मान्छे होइन अब अलिअलि अब राम्रोसँग जे छ त्यही भन्ने ओपन कन्भर्सेसन गर्ने अब मलाई चाहिँ यो कारणले गर्दाखेरि म तपाईँसँग अहिले हुन सक्दिनँ भन्दिनँ त्यति गरेपछि पापड बेल्लै पर्दैन त्यस्तो दुःख गर्नु त्यस्तो त ठ्याक्कै गनेकै छैन है अब त्यो चाहिँ एकचोटि म गएर गर्ने
त्यस्तो छैन एकदम म चाहिँ मैले त्यो कसैसँग पनि रिलेसन अगाडि बढाउनुभन्दा अगाडि एउटा बााउन्ड्री क्रिएट गरेर नै गर्छु। जस्तै सम्बोधनले म उहाँहरूलाई क्लियर गरिदिन्छु क्या त्यो हिसाबले। अनि त्यो भएपछि चाहिँ धेरै त्यस्तो प्रपोजल आउने शङ्का पनि सम्भावना पनि हुँदैन अनि रिजेक्ट हुने हुन्छ रिजेक्ट गरेर अरूलाई चित्त दुखाउने पनि हुँदैन। कसैको पछाडि हात धोएर पढ्दाखेरि पनि कसैलाई नपाएको त्योभन्दा अगाडि चाहिँ जसको पछि लाग्यो त उनीसँग बिहा भयो। यो एक्सपिरियन्स सुनाउँदाखेरि पनि एकदम धमिलो धमिलो कता कता अर्कै जुटीमा भएको कुरा हो कि जस्तो लाग्ने भइसक्यो। हेर्नुहोस् त त्यहाँ रिजेक्ट गर्नु मन लाग्ने जस्तो छ त हेर्नुहोस् जोक सपाट रिजेक्ट गर्नु भएको छ। डेढ घन्टा होइन मलाई टाइमिङै छैन। अनि अर्को कुरा चाहिँ छाया सेन्टरमा मैले भन्न चाहिँ भनिरहेको छु दाइहरूले पार्किङ राख्नु भनेर पार्किङको लागि अलिकति वेटिङ गर्नु पऱ्यो न त मलाई 1 बजेको टाइममा दिनुभएको म 12:58 मा तल आइसकेको थिएँ। आई वाज भेरी पङ्क्चुअल आज। ताली बजाउनु पर्ने कुरा चाहिँ यो जुन टेलर पोस्टरहरू गीतहरू जे पनि सार्वजनिक भइरहेछ यसमा चाहिँ प्रोड्युसर साहब बढी हाबी हुनुभएको छ अरे भन्ने कुरा हामीले सुनेका छौँ। बसेको कि सत्य हो तपाईँले भनिदिनु होला होइन। अनि यो टिममा काम गर्दाखेरि चाहिँ तपाईँलाई आफ्नो क्रिएटिभिटी एज अ डिरेक्टर आफ्नो क्रिएटिभिटी बाहिर ल्याउन सकेका छुइनँ जस्तो लाग्छ कि छ जस्तो लाग्छ। प्रोड्युसर नयाँ प्रोड्युसरसित काम गर्दाखेरि अलिकति झमेला हुनुपर्छ जस्तो तपाईँलाई फिल भएको छैन? अब नयाँ प्रोड्युसरसँग काम गर्दाखेरि सबैलाई झमेला त हुन्छ नै होइन। झमेला इन द सेन्स कस्तो हुन्छ नि उहाँहरूलाई कतिपय हाम्रो फिल्मी ल्याङ्ग्वेज थाहा हुँदैन, फिल्ममा कस्तो तरिकाले काम हुन्छ थाहा हुँदैन। हुन त उहाँ एकदमै पोक्त बिजनेसम्यान हुनुहुन्छ। उहाँले जुन अहिलेसम्म जुन फिल्ड चुन्नु भएको छ सबै फिल्ड उहाँको सक्सेसफुल छ। त्यस्तै गरेर मुभी इन्डस्ट्री पनि सक्सेसफुल होस्, मुभी यात्रा पनि उहाँको सक्सेसफुल होस् भन्ने हामी सबैजनाको शुभकामना छ होइन। तर कस्तो हुन्छ भने अब मेरो चाहिँ कस्तो हुन्छ भने मैले चाहिँ जोसँग नि काम गर्दाखेरि चाहे त्यो टेलिभिजनको प्रोग्राम होस् या एड होस् होइन जे गर्दाखेरि पनि म चाहिँ फुल्ली सबैजनाको राय लिने, सबैजनासँग हातेमालो गरेर गर्ने। डिसिजन त एज अ डाइरेक्टर भइ नै हाल्छ, त्यो अन्तिममा छ होइन। कतिपय चिजहरू सधैँ डाइरेक्टरले सोचेको नि सोच ठिक हुन्छ भन्ने हुँदैन क्या। किनभने हामीले एउटा बक्समा एउटा मजासँग त्यो सबै चिज हेरेर सोचेर राखेको हुन्छौँ, तर त्यो बाहेक अरू कसैले सोचेको सोच त्योभन्दा नि राम्रो निक्लिन सक्छ। अनि त्यो चाहिँ ओपननेस हाम्रो चाहिँ यो पालको हाम्रो यो पालको मुभीमा जन्ती पाखरमा चाहिँ त्यो ओपननेस छ। त्यसमा हामी मात्र होइन कि हाम्रो प्रदीपजीले पनि हामीलाई धेरै झेल्नु भएको छ होइन। उहाँ एकताका प्रतिसक्नु भएको थियो। मैले एकदम फुल्ली कमेडी फिल्म बनाएको सिमोज दाइले त्यसलाई लभ स्टोरी बनाइदिनु भयो भनेर आरोप पनि ल्याउनु भएको छ उहाँले होइन। त्यस्तो चिज हुन्छ तर त्यसमा पनि उहाँले पनि एकदमै सहकार्यका साथ सबैजना मिलेर हामीले गएका छौँ। त्यही भएर नि प्रोड्युसरलाई उहाँलाई त हामीले वेलकम गर्नु पऱ्यो नि त। उहाँ त नयाँ प्रोड्युसर आउनु भएको छ। मैले मेरो मात्र प्रोजेक्ट हेरिरहेको छैन, पछि उहाँले त धेरै मलाई लाग्छ उहाँले मिनिमम पनि उहाँको लाइफ टाइममा 40-50वटा फिल्म बनाउनुहुन्छ हो। त्यो भइसकेपछि उहाँलाई त हामीले वेलकम गर्नु पऱ्यो नि, उहाँलाई त तरिका सिकाउनु पऱ्यो नि त। एकदम सरल तरिकाले हामीले उहाँलाई तरिका सिकाउँदाखेरि पनि बिचार फर्स्ट टाइम भएको हुनाले हुन्छ नि त त्यो आतुर हुन्छ, यो हुन्छ यो हुन्छ। उहाँको पनि कतिवटा चिजहरू आउँछ दिमागमा फुर्छ, उहाँ क्रिएटिभ हुनुहुन्छ होइन। कहिले यो गरौँ कहिले वो गरौँ, कहिले पुरै तनाव त दिनुभएको छ उहाँले, तर तनाव साथसाथै पनि त्यो उहाँ एकदम अडियल भएर बस्नु भएको छैन। उहाँले राम्रोसँग बुझाइसकेपछि भोलि भएपछि यो कारणले यो हो नि त, यो कारणले यो हो नि त भनेपछि एकचोटि एउटा कुरा बुझेपछि अर्कोमा बुझाउनु पर्दैन उहाँलाई होइन। त्यो कारणले गर्दा हामीले चाहिँ हाम्रो टिमले चाहिँ एउटा राम्रो प्रोड्युसर पनि हामीले एउटा तयार गरेको छौँ जस्तो लाग्छ हामीलाई, जसले गर्दा हाम्रो नेपाली फिल्म इन्डस्ट्रीलाई अझै राम्रो प्रोसेस गर्छ होइन। लाइन भन्दाखेरि पनि त्यो टेलर हाम्रो भने नि जस्तै आशी भने जस्तै हाम्रो ग्रुप छ होइन। त्यो ग्रुपमा आउँछ, सेयर हुन्छ सबै कुराहरू, सबैको आफ्नो आफ्नो
के अरे भिजन आउँछ त्यहाँ टुङ टुङ हाल्छ आशिकले पनि टङ भन्छ पोस्टरमा म छुइनँ भने जस्तै त्यहाँ पनि के भन्यो होला होइन गरिमाजीले पनि मेरो यो एङ्गल भन्दा यो चिज होला भनेर सबैको ओपन छ स्क्रिप्ट राइटरले त बिचरा सबभन्दा एकदम इन्जस्टिस चाहिँ हाम्रो स्क्रिप्ट राइटरले भएको छ उहाँले जस्तै टेलर पनि धेरै ढिलो हेर्नुभयो होइन अहिलेसम्म फिल्म पुरै हेर्नु भएको छैन उहाँलाई अलिकति पछाडि नै राखेको छ होइन तर त्यो सबैजनाको हुन्छ नि सबैजनाको हाम्रो डिस्कसनबाट निक्लेको उयो हो भने नि मैले पहिला योभन्दा अगाडिसम्ममा जस्तै मेरो योभन्दा अघिल्लो फिल्म हात्ती छाप थियो होइन जुन हात्ती साफ भयो होइन प्रड्युसरको लागि हो त्यसमा पनि मेरो त्यस्तो बेसी थिएटर भएको एकछिनमा मेरो इन्भल्भमेन्ट थिएन मेरो फुल्ली इन्भल्भमेन्ट भएको फिल्म अन्तिम भनेको मेरो के अरे झानाकोटी थियो होइन त्यसपछि आएर बल्ल यो फिल्ममा हामीले यो धेरै प्रयास गरेका छौँ र मलाई चाहिँ कस्तो लाग्छ भने आफ्नो मात्र भिजन होइन कि सबैजनाको भिजन लिएर एकचोटि हेर्नुपर्छ एज अ डिरेक्टर लिड गर्नुपर्छ लिड गर्ने काम हो तेरो सजेसनदेखि लिएर आएर एभ्रिथिङ सबैजनाको सुन्नुपर्छ र प्रड्युसरको सजेसनहरू एकदमै उहाँको क्रिएटिभिटीहरू एकदम उम्लिरहेको थियो धेरै नै होइन त्यो चिजलाई हामीले एकदम ब्यालेन्स गरेर गरेका छौँ तर तपाईँले भने जस्तै सबैजनाको इन्भल्भमेन्ट छ त्यसमा त्यही भन्नु अब 40वटा फिल्ममा तपाईँ दोस्रो सहकार्यको लागि रेडी हुनुहुन्छ उहाँले 40वटा फिल्म बनाउने तपाईँले देख्नु भयो उहाँमा हो होइन तर तपाईँ चाहिँ उहाँसित दोस्रो सहकार्यको लागि तयार हुनुहुन्छ अरू त थाहा छैन 40वटामा 20वटा चाहिँ मैले बनाउँछु होला अरू चाहिँ मेरो व्यस्तताको कारणले अलिकति व्यस्त पनि छु एक प्रश्न तपाईँलाई उहाँलाई अब तपाईँले 40वटा फिल्म बनाउने तपाईँ कतिवटा फिल्म बनाउने योजनामा हुनुहुन्छ अनि पहिलो प्रोजेक्ट कस्तो भयो तपाईँको भविष्य त कसैले देखेको छैन होइन त्यही पनि के भन्न चाहन्छु भने यो टिम वर्क जुन हामीले काम गऱ्यौँ सँगै हामी भने नि मैले सुन्नमा आएको थिएँ प्रड्युसर चाहिँ सुटिङमा चाहिँ नै कमै मात्रामा हिँड्छन् रे भन्ने चाहिँ सुने हो होइन तर मैले एक दिन पनि छुटाइनँ किनभने मलाई सिक्नु थियो बुझ्नु थियो र काम कसरी हुन्छ भन्ने कुरा र नेक्स्ट अर्को प्रोजेक्टको लागि मबाट केही त्रुटि नहोस् सँगसँगै टिमलाई चाहिँ सँगै कसरी लिएर हिँड्नुपर्छ किन टिम सँगै भयो राम्रो भयो सोच एक किसिमको मिल्यो भने चाहिँ अवश्य जुनसुकै काम पनि सक्सेस हुन्छ भन्ने चाहिँ मैले विश्वास राख्छु त्यो कारणले गर्दाखेरि टिममा काम गरे हो र जुन हाम्रो भन्नु टेलर कटिङ अनि के अघि पोस्टरको कुराहरू लिएर आउनुभयो होइन त्यसमा चाहिँ त्यस्तो केही पनि होइन हामी सल्लाह गर्छौँ अब इभन हाम्रो पोस्टर डिजाइनिङ हाम्रो ट्राइडेन्ट कन्सेप्टले गरेको हो रोयल भिन्सन हाम्रो एउटा चाहिँ मसँग मात्र ग्रुप नभइकन डाइरेक्टर अनि सँगसँगै हाम्रो चाहिँ कलाकार हाम्रो आर्टिस्टहरू सबै एउटै ग्रुपमा चाहिँ हामी इभन हाम्रो डिस्ट्रिब्युटर हाम्रो चाहिँ प्रचण्डजी पनि हाम्रो त्यो ग्रुपमा बसेर हामी यो पोस्टर राम्रो निकाल्नको लागि के गर्नुपर्छ भनेर हामी सबैजना चाहिँ एउटा ग्रुपमा डिस्कसन गरेर मात्र हामीले गर्ने गरेका छौँ र त्यसमा चाहिँ नि अब भावी प्रड्युसर भयो भन्ने कुरा चाहिँ त्यो सत्य चाहिँ होइन त्यस्तै गरेर टेलर कटमा पनि हामी त बसेरै गरिरहेको छ अझै मेरो त अझै कमै हुन्छ किनभने यो इन्डस्ट्रीमा त म नयाँ हो मलाई त त्यसबारेमा त्यति जानकारी पनि छैन अझै उल्टै मैले सोधिरहेको हुन्छु यो कुरा चाहिँ सत्य होइन तर मिलेर डिस्कसन गरेर सल्लाह लिएर चाहिँ अगाडि बढेको कुरा चाहिँ सत्य हो कसैले प्रश्न सोध्यो नम्बर चिने हुनाले हो तपाईँले मैले सुनेको तपाईँले यो फिल्मका लागि एउटा फिल्म खोल्नु भएको मैले सुनेको थिएँ कुन फिल्म खोल्नु भएको थियो जुन यो कुरा तपाईँले त्यो त भन्नुहुन्न अब छोडिसकेको काम त के भन्नु होइन अब महाभोज पनि थियो सोल्टिङ पनि थियो भनिहालेँ मलाई यो टिमसित हजुर छोडेको पछि त लाग्ला नै त्यसमा त लाग्दैन यो टिम यति मजाको टिम छ योसित बारम्बार काम गरिरहँ जस्तो टिम छ प्रोड्युसर त्यस्तै जेन्युन हुनुहुन्छ सिमोस दाईको कुरै नगरौँ होइन प्रदीप दाई आशिष दाई सौगात दाई गरिमा अरू कलाकार साथीहरू यहाँ विशाल दाई लक्ष्मी दाईहरू हुनुहुन्छ हाम्रो अनिल भाइ निर्वेश भाइ बारम्बार उहाँहरूको नाम लिन छुटिरहेको छ यो टिम जतिको मिलेर काम गर्ने टिम अहिलेसम्म मैले लगभग काम गरिराख्दाखेरि नेपाली फिल्म इन्डस्ट्रीमा तपाईँको लगभग चलेका व्यावसायिक रूपले सफल भएको थुप्रै दिपेन्द्र दाईदेखि लिएर रामबाबु दाईदेखि लिएर
हाम्रो दिनेश राउतदेखि लिएर हेमराज विशीदेखि लिएर दिवासी दिदीदेखि लिएर निश्चल दाईहरूको टिमले सबैसित काम गर्न पाएको छौँ। राम्रो ब्यानर ठुलो ब्यानर भनिएको त्यत्तिकै मजा आयो, त्यत्तिकै आनन्द आयो, अझै बढी मजा आयो भनौँ। तिनीहरूसितको मेमोरी त म बिर्सेँ होला, यो चाहिँ ताजै रहेको छ। लास्टको क्वेसन एउटा प्रदीप सरलाई सोध्नु। तपाईँले यो टेलर पहिला हेर्न पाउनु भएन, आज हेर्नु होला होइन? त्यो टेलर हेर्दै गर्दाखेरि तपाईँले जुन कमेडीहरू आएको छ नि त्यहाँ बल जबरजस्ती हँसाउन पराइराखेको जस्तो लाग्छ दाजु? तपाईँलाई कस्तो मलाई बल जबरजस्ती हँसाउन लागेको एक एउटा सङ्घार लागिरहेको अन्त तपाईँले हेर्नु होला त? मैले बिर्सेँ। कुन चाहिँ लास्टको डाइलेग छ एउटा के थियो? एड्स वाला औषधि बनेको छैन भन्ने बनेको छ के बनिसक्यो त्यसो लाग्यो तपाईँलाई? म त्यहाँबाट हेऱ्यो भने मलाई पनि त्यस्तो लाग्न सक्छ। नजरको कुरो हो। म यता थिएँ, म यताबाट त लागेन त्यस्तो। अब चाहिँ प्रश्नहरू अलि जस्तो नि कतिपयले कहिलेकाहीँ व्यङ्ग गरेर भन्छन् क्या, ए स्क्रिप्ट राइटरले एउटा कथा लेख्छ अनि डाइरेक्टरले फिल्म अर्को बनाइदिन्छ टाढोमा हुन्छ क्या। यहाँ के भयो भने नि यहाँ चाहिँ त्यो कुरो प्रमाणित भयो क्या होइन? तपाईँको फिल्मको स्टोरी एकातिर, स्क्रिप्ट एकातिर, अनि फिल्म बनाए एकातिर भनेर अघि डाइरेक्टरले बोल्नु भयो नि त होइन? त्यो कुरालाई कसरी लिने के? अब त्यस्तो नगर्दा त स्क्रिप्टको पन्ना च्यातेर हमारेको नि भन्नुहोस् न, यसपछि अझै इलाबोरेट गर्नुहोस् न। स्क्रिप्टमा जे छ त्यही देखाउनलाई स्क्रिप्टको पन्ना च्यात्ने हल्ला देखाउने कि किन फिल्म बनाउने? होइन उहाँले सोध्नु खोज्नु भएको चाहिँ के हो? मैले बुझेँ त्यसको एन्सर यही हो क्या। फेरि पनि मैले यही नै भनेँ। तपाईँलाई चाहिँ चित्त दुखाइ हुन्छ कि हुँदैन? एउटा स्टोरीमा बनाएको छ, डिरेक्टरले अर्कै स्टोरी बनाइदिइसकेको छ, तपाईँको स्टोरी त खेर गयो भन्ने हुन्छ कि हुँदैन तपाईँलाई चाहिँ? स्टोरी खेर गयो सिनेमा बन्दाखेरि कसरी खेर जान्छ? तपाईँको स्टोरीमा बनेन नि त, स्टोरी अघि चेन्ज भयो। कसको स्टोरीमा बन्यो भयो? तपाईँको यो आक्रोश हेर्दाखेरि त नि डाइरेक्टरलाई पोख्नु नसकेको आक्रोश यहाँ पोखिराख्नु तपाईँको यस्तो लाउड एन्सरले क्वेसन पनि त्यस्तै छ नि त। क्वेसन सफ्ट, यो क्वेसन सफ्ट थियो? सफ्ट त थिएन तर स्वीकार जुन क्वेसन सफ्ट हुँदैन त्यसको सफ्ट एन्सर कसरी अपेक्षा गर्छ? स्पेसल डाइरेक्टर बोल्नुहोस् न। अब भनिन्छ नि उडाइन्छ नि, ए स्क्रिप्ट एकातिर फिल्म एकातिर, यहाँ त त्यही नै जस्तो देखियो क्या। किन यस्तो गर्नुभयो तपाईँले? त्यस्तो होइन क्या। कस्तो भन्दाखेरि हामीले भने जस्तै रेडी चाहिँ आउँछ मेन कुरा कस्तो भने उहाँले लेखेको कुराहरूलाई हामीले तोडमोड गरेका छैनौँ होइन? उहाँले लेखेको उहाँको स्टोरी जुन पन्च लाइन छ, जे छ, सबै यथावत त्यही नै छ होइन? त्यसमा हामीलाई लागेको एउटा अलिकता लभ इलिमेन्ट अलिकता कम थियो, अनि त्यसलाई उहाँलाई राखेर नै हामीले उहाँलाई बहिष्कार गरेर हामीले थपेका होइनौँ। त्यो कुरा सल्लाह गरेर हाम्रो प्रि प्रडक्सनमा बसेर त्यो चिजहरू कतिपय चिजमा उहाँलाई कस्तो हुन्छ भने अलिकता अप्ठ्यारो स्क्रिप्ट राइटर हुनुहुन्छ नि त, उहाँ तपाईँहरूलाई थाहा छ नि त होइन? सबैजनाले त्यो भएको कारणले उहाँले कन्भिन्स गराउनु अलिकता गाह्रो छ क्या। उहाँले जुन एउटा लकिर खिच्नुहुन्छ त्यो लकिर त्यो सिधा खिचे चाहिँ सिधै हुनु पऱ्यो, त्यो पाङ्गो हुनु भएन भन्ने खालको छ। उहाँलाई हामीले अरू ऐनाको उहाँले भने जस्तै जबरजस्ती हँसाएको जुन कुरा छ नि, यताबाट हेर्ने र उताबाट हेर्ने, मैले उहाँलाई त्यही भएर गराउँछु क्या। उहाँले यताबाट हेरिरहनुहुन्छ, म उताबाट हुन्छ यहाँबाट हेर्नुहोस् त भनेर त्यो तरिकाले सम्झाएर र सबैजनाको मिलेमत्वमा हो क्या। किनभने त्यसको लागि प्रि प्रडक्सन भनेको त्यही हो त, कलाकारदेखि लिएर आएर सबैजनाको हातेमालो भनेको त्यही हो। त्यो गरेर गरेको उहाँ त्यसमा असन्तुष्ट हुनुहुन्न भएको भए त यहाँ आउनुहुन्न थियो। अलिअलि रिसिस रहेछ, थाहा भयो। हाम्रो सन्तोष सर आइटी लाइनबाट चलचित्र क्षेत्रमा जानको लागि के कुराले प्रेरित गर्यो भन्ने कुरा यसो सार्वजनिक गरिदिनु हामीलाई पनि प्रेरणा मिलोस् भनेर हामीले पनि कोसिस गरेर मुभी बनाउँछौँ होइन? धेरै वर्ष आइटी फिल्डमा काम गरिरहेको। ल चिच्चाएर बोलौँ, यति ठिक छ। धेरै लामो समय चाहिँ आइटी फिल्डमा चाहिँ काम गरियो।
एज अ इम्पोर्टर विभिन्न देशहरूबाट सामानहरू इम्पोर्ट गर्दै नेपालमा बेचियो बेच्दै एउटा बिजनेसलाई इस्टाब्लिस गरियो मैले इन्टरनेसनल भनेर अहिले आएर मैले इन्टरटेनमेन्ट भनेर यो पनि एउटा नयाँ बिजनेस नै हो इन्टरटेनमेन्ट फिल्डमा यसमा प्रेरित गर्नुको कारण चाहिँ मैले योभन्दा अगाडि पनि भनेको थिएँ हाम्रो घामै राजा भन्ने गानाको रिलिज प्रोग्राममा एउटा कारण मेरो छोरी र हाम्रो डाइरेक्टरको छोरी क्लास 1 देखि आज क्लास 9 सम्म चाहिँ नि एउटै स्कुलमा एउटै बेन्चमा बसेर पढ्ने एउटा एकदमै क्लासमेट प्लस धेरै नै मिल्ने साथी त्यो कारणले गर्दाखेरि छोरीहरूको कारणले गर्दाखेरि बाउको चिन्जान मिलन भयो त्यसबाट पनि एउटा चाहिँ नि इच्छा पनि जाग्यो भनौँ नयाँ फिल्ममा हात हाल्न अर्को सँगसँगै अघि योभन्दा अगाडि मैले भनेको थिएँ दोस्रो कारण इम्पोर्ट गर्दाखेरि डलरहरू बाहिर जाने भइरहेको थियो अब नेपालको डलरहरू सञ्चित डलरहरू चाहिँ बाहिर पठाउने काम गरिरहेको थियो होइन नेपालमै एउटा चाहिँ यो त प्रोडक्सन कम्पनी हो नेपालमै एउटा प्रडक्ट यो त हाम्रो प्रडक्ट हो यही चिजलाई हामीले अलि राम्रोसँग काम गर्न सक्यो राम्रो मुभी बनाउन सक्यो र बाहिर हामीले विदेशमा सेल गर्न सक्यो भने बाहिरको डलरहरू पनि हामी नेपालमा भित्राउन सक्छौँ र देशलाई चाहिँ अलिकति समृद्ध बनाउन सकिन्छ कि भन्ने पनि सोच रहेको कारणले गर्दा र प्लस तेस्रो कारण भनेको यो इन्डस्ट्री यस्तो इन्डस्ट्री कि योभन्दा अगाडि यत्रो वर्ष हामी आइटी फिल्डमा इम्पोर्ट एज अ इम्पोर्ट भएर काम गऱ्यौँ यति धेरै क्यामेराको अगाडि बसेर कहिले बोल्ने मौका भएको थियो त्यो पनि यसैले जुराइदियो क्या त्यो कारणले गर्दाखेरि यो इन्डस्ट्री भनेको एउटा रमाइलो इन्डस्ट्री काम गर्दा पनि रमाइलो लाग्ने अनि साथीभाइहरू धेरै चिन्जान हुने काम गर्नलाई रमाइलो काम गर्दाखेरि पनि यो काम गरे जस्तो महसुस पनि नहुने र यति धेरै हेर्नु न अगाडि कति धेरै क्यामेराहरू छ सबैजनासँग चाहिँ यति छोटो समयमा सबैजनासँग चिन्जान र रिलेसन डेभलप हुने त्यो कारणले गर्दा पनि म यसमा चाहिँ अलिकति उत्साहित भएर धेरै धेरै धन्यवाद एकदम सर्टमा गरौँ है एकदम सर्ट छ ओके एकदम इन्ट्रेस्टिङ डायलग थियो एउटा हैन प्रेमी प्रेमिकाको सम्बन्ध 7 जन्मको बुबासँग त 1 जन्मको बरु छोड्देऊ भन्ने खालको त्यो खालको डायलग रियलमा कतिको सुन्यो कतिबाट सुन्यो अनि फ्यामिलीमा जब सानो हुँदाखेरि कोहीसँग मन पर्यो होला फोनमा कुरा गरियो होला त्यो कुरा गरिरहँदा ड्याडबाट कतिको रोकआउट आयो अथवा मोबाइल नै फोड्ने खालको मोबाइल खोसिने खालको त्यो खालको घटना तपाईँको रियल लाइफमा भयो भएन मम्मी उयो हुनुहुन्छ भनेर मलाई घर कुट्नुहुन्छ है यस्तो हो अब त्यो 7 जन्मसम्म प्रेमी प्रेमिका सँगै बसेको पनि साइन्टिफिकली अहिलेसम्म प्रुभ भएकै छैन र बाउमा पनि एउटा जुनी भइसकेपछि अर्को जुनीमा उही बाउमा नहुने भन्ने पनि अहिलेसम्म प्रुभ भएकै छैन त्यही भएर यो अहिलेको यो जुनीमा जो हुनुहुन्छ उहाँहरूसँग इन्जोय गरेर बस्ने सोचमा छु म चाहिँ त्यही भएर त्यस्तो मलाई इच्छा आएको छैन त्यस्तो त्यो हुन्छ नि म चाहिँ 7 जन्मको प्रेमी हो तिमी मसँग 7 जन्मसँगै बस्नुपर्छ भन्ने प्रेमी चाहिँ छैन कहाँ हुनुहुन्छ आउनु छिटो रियलमा चोट खाइएको छ कि छैन फिल्ममा त चोट खाएको पात्र देखाइयो तपाईलाई रियलमा कति चोट खाइएको छ अब चोट खाने उमेरै यही हो होइन अब यो बेला चोट खाइएन भने अब पछि गएर बुढेसकालमा गएर छोराछोरीलाई के सुनाउनु अनि अलिअलि चाहिँ खाइयो अब स्कुलमा पढ्दाखेरि आफूले मन पराएको केटा नमन पराइदिने आफूले पेन माग्दाखेरि नदिने अनि इक्जाममा देखाइदियो भन्दाखेरि नदेखाइदिने अस्ति पनि भयो त्यस्तै इक्जाममा देखाइदियो भनेको देखाइदिँदैन त्यस्तो यस्तो चोट चाहिँ खाइराखेको छ पेनको कुरा चाहिँ ठुलो हो स्कुलमा पेन माग्दा नदिनु त्यो जति पीडा त कसैले ल अब आजलाई यो क्वेसन आन्सरको सेसन त राखौँ र जानुभन्दा अगाडि यस सुख दुःख बिसाउने साझा चौतारी विशाल चौतारी।